गाइस म चाहिँ आज धेरै पछि मेरो साथीलाई भेटिरहेको छु। आबुधाबी आएको छु म चाहिँ, मेरो पर्सनल काम थियो, त्यही भएर म चाहिँ आबुधाबी अहिले यहाँ ठ्याक्क बस स्टेसनमा छु। साथीलाई पर्खिरहेको छु, आउँदैछ। अब यो साथी चाहिँ मेरो पहिला नर्सिङ पढ्दाखेरिको सँगैको साथी हो क्या। हामी चाहिँ एकदम मिल्थ्यौँ, प्राय हाम्रो ड्युटीहरू सँगै पर्थ्यो प्र्याक्टिकल हुँदाखेरि। अनि त्यसले मलाई देखेँ भन्दैछ कता पढ्यो नि, बल्ल बल्ल आबुधाबीमा बस्ने मान्छे। मैले मेरो साथी चाहिँ भेटेँ, पहिला कि भनिसकेँ तर मैले कहाँ चिनेको भनेर। कता अब जानु भन्नु, हाम्रो चाहिँ मुड खराब भयो। किन भन्दा यो आबुधाबीमा बस्ने मान्छेलाई पनि थाहा रहेछ बन्द हो कि खुल्ला। म उहाँबाट दुबईबाट 3 घन्टाको गाडी आम्मामा चढेर आएँ होइन, लास्टमा त बन्द हो। तर मैले भनेर त भनेको थिएँ गाडी नाइजे त अब छ्याउछ्याउ लाग्छ भएर तेरो कताबाट काम रोको भइरहेको थियो। रिस उठ्यो मलाई त। अब यसको रुम जान आँटेको, भात पकाएको छ अहिले, भात खाने हो। अनि हामी चाहिँ यहाँ ट्याक्सीमा चढेर अब बन्द भयो भनेर पुरा दुखमन गर्दै आफ्नै व्यथा सुनाइरहेको छौँ। अनि यसले चाहिँ मलाई खाइस तेरो काम बनिएन भन्दैछ कि पुरा जिस्काउँदैछ मलाई। अनि म चाहिँ पुरा स्याड भइरहेको छु, मेरो कामै बनिएन भनेर। उहाँ दुबईदेखि आएको नि त, म त 3 घन्टाको गाडी चढेर आएको। अनि कस्तो रिस उठेको के। आजको मेरो भिडियो चाहिँ अब यति नै भयो गाइस। थ्याङ्क यू फर वाचिङ, बाई बाई, आई लभ यु।